बच्चाहरूको 5 लभ ल्याङ्ग्वेजको बारेमा केही टिप्स लिएर आइरहेको छु। अनि बच्चाको 5 लभ ल्याङ्ग्वेज यो चाहिँ गेरी च्याम्पियनको एउटा खोज हो, एउटा डेटा हो, जुन चाहिँ हामी सबै स्कुल एकाडेमिसियन्सहरूले चाहिँ युज गर्न चाहिँ एकदमै उपयोगी हुन्छ। उहाँको चाहिँ 5 लभ ल्याङ्ग्वेजमा चाहिँ एकदमै राम्रो कुराहरू उहाँले भन्नुभएको छ। यो 5वटामा चाहिँ उहाँको वर्ड्स अफ एफर्मेसन्स छ, एक्ट्स अफ सर्भिस छ, रिसिभिङ गिफ्ट्स, क्वालिटी टाइम र हजुरको फिजिकल टच। यो 5वटा लभ ल्याङ्ग्वेज चाहिँ हामी ह्युमन बिङमा चाहिँ हुन्छन्। उहाँको खोजमा चाहिँ यो भन्नुभएको छ उहाँले। र यो लभ ल्याङ्ग्वेज थाहा भयो भने चाहिँ भोलि हामीलाई एकअर्कासँग रिलेसन्स बिल्डअप गर्नलाई अनि कसैलाई कुनै बच्चालाई हामीले गाइड गर्नको निम्ति टिचर्सलाई चाहिँ एकदमै हेल्प हुन्छ। र यो चाहिँ खालि क्लासरुममा मात्रै एप्लिकेबल नभएर चाहिँ हामीले यसलाई चाहिँ स्कुलको स्टाफिङ कन्ट्रोलिङ, स्टाफिङलाई सपोर्टिङको लागि पनि हामीले एकदमै सहयोग पुग्न सक्छ। र यो चाहिँ रियल लाइफ पर्सनल लाइफमा पनि एप्लिकेबल त्यतिकै नै छ, किनभने हामीले बुझ्नुपर्छ वास्तवमा यो 5 लभ ल्याङ्ग्वेज भनेको के हो। एक्ट अफ सर्भिसमा चाहिँ कस्तो हुन्छ भने यसको फिचर्स कस्तो छ, यसको नेचर कस्तो छ भने जसमा चाहिँ यो एक्ट अलिक बढी छ होइन। एक्ट अफ सर्भिस भनेको मिन्स कसैले हजुरको काम गरिदिने होइन। सपोज इफ यु हुन्छ नि, बिहान उठ्नुभयो अनि हजुर मुख धुन जानुभयो, फर्केर आउँदा हजुरको त्यो ओछ्यानहरू सबै चिटिक्क भएर मिलिरहेको होस् होइन। त्यो हेर्दाखेरि यु फिल बेटर होइन, राम्रो फिल गर्नुहुन्छ भने। अब स्कुलको सन्दर्भमा कस्तो हुन्छ भने बच्चालाई चाहिँ सपोर्ट देखाइदिने कि गएर, ओ यु आर डुइङ दिस भेरी गुड, सो क्यान आई ह्याभ समथिङ फर यु भनेर बच्चालाई अलिकति गरेर एज अ रोल मोडल हजुरले गरे जस्तो गरिदिने। र समटाइम्स गरिदिँदा पनि हुन्छ, उसले राम्रो फिल एकदम बेटर फिल गर्छ। एक्ट अफ सर्भिसमा चाहिँ धेरै काम खोज्ने कि अरूबाट धेरै आफ्नो काम चाहिँ खोज्ने, त्यो खालको एउटा लभ ल्याङ्ग्वेज हुन्छ भने। अर्को चाहिँ वर्ड्स अफ एफर्मेसन्समा प्रेजिङ वर्ड्सहरू चाहिँ धेरै सुन्नु मन पराउँछन्, जस्तो गुड, भेरी गुड, एक्सेलेन्ट, आउटस्ट्यान्डिङ, वाउ, असम भन्ने खालको धेरै राम्रो शब्द आफ्नो लागि चाहिँ राम्रो वर्ड्सहरू चाहिँ सुन्नु उसले मन पराउनु भनेपछि यदि हजुरले नराम्रो शब्द उसको लागि प्रयोग गर्नुहुन्छ भने उसको लागि धेरै घातक हुन्छ, किनभने उसको लभ ल्याङ्ग्वेज नै वर्ड्स अफ एफर्मेसन्स हो। सो हामीले बच्चालाई चिनेर उसको लभ ल्याङ्ग्वेज अनुसार चाहिँ हामीले डिल गर्न सक्यौँ भने हाम्रो टिचिङ पेडागोजी एकदमै इजी हुन्छ। त्यसपछि छ हाम्रो अर्को क्वालिटी टाइम। उसको एक्ट अफ सर्भिस, वर्ड्स अफ एफर्मेसन सँगसँगै क्वालिटी टाइमको पनि कुरा गर्नुपर्दा चाहिँ क्वालिटी टाइम भनेको चाहिँ अनडिभाइडेड एटेन्सन खोज्ने पर्सनालिटीको चाहिँ लभ ल्याङ्ग्वेज चाहिँ क्वालिटी टाइम हो। क्वालिटी टाइममा चाहिँ कस्तो हुन्छ भने आज म तिमीहरूसँग टाइम बिताउँछु है, तिमीहरूसँग होइन, तिमीसँग भन्नु पऱ्यो अरे, कुनै एउटा पर्टिकुलर चाइल्डको नामै लिएर त्यो बच्चाले एकदमै कस्तो फिल गर्छ, ओ आज चाहिँ टिचरले मेरो लागि विशेष टाइम निकाल्नु भएको छ, सो म आज उहाँको विशेषमा पढ्दछु भने ही अर सी फिल्स भेरी गुड है। अनि त्यो फिल गराउनु भनेको चाहिँ के हो त, उहाँको ट्रस्ट तपाईँले गेन गर्नु हो। वान्स यु गेन द ट्रस्ट अफ योर स्टुडेन्ट्स, तपाईँले जे गराउनु भए पनि उसले एकदमै सजिलो रूपमा चाहिँ त्यो लिइदिन्छ र उसले तपाईँलाई कोअपरेट पनि गर्छ। सो क्वालिटी टाइम इज भेरी मच इम्पोर्टेन्ट। अनि अर्को रह्यो फिजिकल टच। इट डजन्ट मिन लाइक हुन्छ नि किसिङ अलवेज होइन, हगिङ होइन, तर जसको लभ ल्याङ्ग्वेज चाहिँ फिजिकल टच हो उहाँलाई चाहिँ ह्यान्डसेक गर्न मनपर्ने, हग गर्न मनपर्ने, फ्लाइङ किस दिनु मनपर्ने, सोल्जरमा प्याट गरेको मनपर्ने होइन, एकदमै उसलाई चाहिँ छुएको मनपर्ने। सो बच्चाहरूलाई चाहिँ टिचर्सहरूले त्यस्तो छुयो भने अलिकति इमोसनली एट्याच पनि हुन्छ र उसले राम्रो फिल गर्छ, जस्तो अरूहरूको लभ ल्याङ्ग्वेजले फिल गर्छ उसले पनि त्यसरी नै मायालाई लिने प्रयास गर्छ। अर्को चाहिँ हाम्रो रिसिभिङ गिफ्ट्स। कसैलाई एक्ट अफ सर्भिस गरेर पनि भएन, वर्ड्स अफ एफर्मेसन्स युज गरेर पनि भएन, फिजिकल टच गरेर पनि भएन, अथवा क्वालिटी टाइम दिएर पनि भएन भने उसको लभ ल्याङ्ग्वेज के हो त, रिसिभिङ गिफ्ट्स। उसले सानो उसको पर्फर्मेन्समा उसले चाहिँ के खोज्छ त, रिवार्ड खोज्छ। सो रिवार्ड डजन्ट मिन लाइक गिभिङ ओन्ली द प्रेजिङ वर्ड्स। रिवार्ड भनेको मतलब चाहिँ म्याटेरियलिस्टिक्स। एउटा पेन्सिल नै किन नहोस्,
सानो एउटा कपी नै किन नहोस्, एउटा कलर पेन्सिल नै किन नहोस्, एउटा रोज किन नहोस्, एउटा फ्लावर्स किन नहोस्, यो सानसानो एक्टिभिटी सानसानो गिफ्ट्सको कुरा गरेँ। अझ हजुरले अलिकति एक्सपेन्सिभ खालको दिनुभयो भने त उसको त डे नै बन्यो। सो दिज आर द 5 लभ ल्याङ्ग्वेजेस होइन, डेभलप बाई द ग्यारी च्याम्पियन्स, जुन चाहिँ स्कुलमा टिचर्सहरूले चाहिँ आफ्नो करिकुलम डिजाइन गर्ने बेलामा चाहिँ बच्चाको यो लभ ल्याङ्ग्वेजको नेचर अनुसार हामीले जुन डाइभर्स लर्नर्स लिएर बसेका छौँ, हामीले अब्जेक्टिभ्सहरू डिजाइन गरेर एक्टिभिटी बनाउनु सक्यौँ भने चाहिँ वास्तवमा हाम्रो स्कुलको गोल, मिसन, भिजन्स, अब्जेक्टिभ्स चाहिँ अचिभ हुन्छ। सो संसारमा थुप्रै प्रकारका हामी छौँ मानिसहरू, तर हाम्रो लभ ल्याङ्ग्वेज चाहिँ 5 प्रकारका मात्रै छन् भन्ने चाहिँ हाम्रो ग्यारी च्याम्पियनले चाहिँ डेभलप गर्नुभयो। आई होप्स यो टिप्सले हजुरहरूलाई धेरै सपोर्ट गर्न सक्छ। थ्याङ्क यू।